second. गजब बेइज्जती है नानीलाई पैसा कति दियो त्यो हिसाबले मात्रै मासुको भाग लाग्छ है यहाँ लगा मेरा मजाक अन्त बिचरा मान्छे मलाई पत्याउने ल्याउनलाई अनि नानीलाई कति पैसा दियो त्यो हिसाबले चोकटा गनेर झिङ्का चिका झिङ्का चिका झिङ्का चिका झिकाङ्का पढाइगिरी चाहिँ आज यसमा पास हुन्छ होइन तत्कालको लागि एउटा मात्रै अहिले भर्खर तत्कालको लागि थ्याङ्क यू सो मच सबैजनालाई साथ सपोर्ट गर्नुभएकोमा अनि तपाईँहरूले के भन्छ युट्युबमा गएर पनि भिडियोहरू हेरिदिनु होला भन्न चाहन्छु है ल हेलो हाई नमस्ते शिवारू गुड मर्निङ फ्रम लेटाङ गाइड्स है आशा गर्दा सबैजना सन्चै हुनुहुन्छ होला अनि म पनि सन्चै छु सो वेलकम ब्याक टु माई अनदर न्यू डे न्यू भ्लग गाइड्स है आज चाहिँ हाम्रो अङ्कलको छोराको मेरो चाहिँ भाइको सानो भाइको बर्थडे छ है त्यसैले हामी आइसकेको छौँ होइन आइसकेको छौँ खेतबारी देख्न सक्नुहुन्छ यस्तो पानीको छलल बगेको छ है अनि आगो फुक्दैछौँ हामीले पानी बचाउनु पर्ने अरे होइन यहाँ पानीको भाडा छ आगो फुक्ने कार्यक्रम सुरु भइसकेको छ है अब आगो बोल्न आँटो बोइलर बनाउने कुरो छ हाम्रो आजको दिन मासु चाहिँ हिजै काट्यौँ हामीले त्यही गालो गर्मी छ घाम छ बोइलर चाहिँ कतिवटा छ अरे केटा हाम्रो बोइलर दाइ अहिले तत्कालको लागि एउटा मात्रै अहिले भर्खर तत्कालको लागि भएर चाहिँ जम्मा 20 वटाको छ इस्टमेट हिजो एउटा बाख्रा भइगयो होइन पटेक्री 19 किलोको ढालियो 19 किलोको अनि आज चाहिँ बोइलर चाहिँ लगभग 40 केजी हिसाब अनुमान गरेको छ यो चाहिँ 20 किलोको पटेक्री चाहिँ आज यसमा पाक्ने भएको छ होइन अब यसलाई यहाँ ठ्याक्कै मिलो त्यही हुने रहेछ यता चाहिँ पार्नु अहिले उचाल्नु त यस्तै गर्नु ल अब यो खेल सुरु भइसक्यो है 20 किलोको पटेक्रीलाई चाहिँ आज सखा बनाउनु आज प्यान्टे बाब कति लाखको एस्टिमेट अरे अब छोरा जन्मेको उपलक्ष्यमा होइन साथीले चाहिँ जन्मेको होइन हौ जन्मेको 1 वर्ष पुगेको उपलक्ष्यमा भन् बोल्नै जानेन यसले छोरा भर्खर जन्मेको बर्थडे नि त अँ पहिलो बर्थडे साथीले चाहिँ अब 1 लाख एस्टिमेट गरेको छ यो चाहिँ खान्थे पिन्थेमा मात्रै फेरि यो 1 लाख चाहिँ तपाईँको उता अब बियर बार सार भयो होइन अब यस्तो कुराहरूमा चाहिँ अब भित्रै हुने योजना छ त्यो चाहिँ अब कतिको छ त्यो चाहिँ थाहा त्यो यहाँ खोल्नु मिलेन अब त्यो यहाँ खोल्नु मिलेन होइन त्यो अब बियर सियरको कुराले गऱ्यो भने अहिलेको जमानामा नेपाल पुलिसले सार पार्छ क्या ल हाम्रो चाहिँ मासु छ यो चाहिँ खसी बाख्रा पटेक्री होइन यहाँ चाहिँ तेल छ गाई है गर्मी चाहिँ लास्टै छ ल डल्लो गयो अब हाम्रो गयो स्टार्टिङ भयो है ल झ्याप्पै हालेर पकाएर खाइदिन्थे अन्त मिठो हुन्थ्यो त्यो भोकै मिठो भएर होला हौ त्यहाँको चिसो मिठो होइन झन् यतिको चाहिँ हाम्रो भइसकिसक्यो मेन सेप मेन सेप यता छ यता चाहिँ हेल्पर म चाहिँ क्यामेराम्यान मात्रै है जान्दैन क्या त यो सन्तोषले हाम्रो यस्तो रस बस्यो है आज चाहिँ त्यो चिसो ल्यायो कि ल्याएन होइन चिसो ल्याउनलाई अनि नानीलाई कति पैसा दियो त्यो हिसाबले चोकटा गनेर त्यो हिसाबले चाहिँ यहाँ वितरण गर्नुपर्छ माल के गर्दैछस् केटा पूजा होला नि होइन ए तेरी अलिक खराइदिनु कि हो फुपू खालहरू आएको अरे है
माइत आएको भदैको भदैको उसमा। अनि तपाईँहरू कति 1 बजे आउने मान्छे कति ढिला आउनुभएको आन्टी? उता गएर पुखाल्नु नि धारामा हिलो छ। यस्तो हाल भ्लगमा पुगेर आएको साह्रै अल्छी लाग्यो। यसो भन्छ अरे न म त बिचरा मान्छे मलाई त कसले पत्याउँछ। ल म खिचिदिन्छु केक ल्याउँ त। यता यता हेलो हेलो फोटो सेसन हुँदा हुँदै फेरि कता यहाँ त थुप्रो भयो त। यहाँ मलाई अगाडिबाट खिच्दै त जाऊ उयो जाऊ घुम्नु घुम्दैन लो केक यस्तो आइसक्यो। लो बर्थडे 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 सबै ल बर्थडे झन्डै नै यहाँ सक्यो है। त्यहाँ मम्मीले चाहिँ नदिने चिसो ल्याउनेहरूलाई 2 पिस, नानीलाई पैसा कति दिन्छ त्यो हिसाबले मात्रै मासुको भाग लाग्छ है यहाँ। त्यो छ 2 पिस। किन त्यता माथि हालेको बेलुनबाट 2 पिस। चञ्चला दिदीलाई झन् सिक्नुलाई दिएको झन् बिगार्यो। फेरि फुपूहरू यहाँ अनि तपाईँले सुरुमा दिनु त। अनि आमा चाहिँ अनि बाजे बोजूले खोइ बाजे बोजू हरायो त। खोइ बाजे बोजू हेलो हेलो बाजे बोजू। यहाँ त नि नातिलाई खुवाउनु परेन? नातिलाई अनि खुवाउनु पर्यो नि। नातिलाई पैसा दिनु परेन यहाँ? नातिलाई पैसा दिनुपर्छ भनेर भाइ हो। भाइ यता आउँछ कान्छ यता पछाडि आउँछ। अब चक्लेट नदिनु ठुलो मम्मीले थोरै अरे भएन हौ ल बाबा धेरै नखाऊ। खोइ अनि पैसा दिएको नातिलाई। हेलो चिसो पानी मात्रै। खोइ बोजू चाहिँ कति लुगा होइन लुगा दिएर मात्रै हुँदैन नि पैसा दिनु पर्यो नि। कान्छा भदै होइन यहाँ चाहिँ कुखुरा र उनी दुइटै पर्यो है। यहाँ बोजूले कति सय भनेपछि 2 पिस। अब ठुलो मम्मीले यहाँ कति भन्ने कुरा हुन्छ यहाँ। हाम्रो चाहिँ यस्तो छ है आजको बर्थडेको के भन्छ ऊ खना किन भित्र ल म त यसरी बसेर खानु त नसक्ने मान्छे हो त्यहीँ बस्नु पर्ला जस्तो छ यार।
यो नानीको बाबुलाई पनि दिइहाल्नु है अहिले हामीले खाँदाखेरि मिल्छ र फेरि हुन्छ हुन्छ यसमा बसेर खानु पर्यो त चाहिँ कुर्सी ल्याएन त्यतिको यो कुर्सी पनि डेन्जर छ क्या हो अलि मान्छेहरू बस्नु त्यही त पल्टिन्छ जस्तो लाग्यो बनाउनु त हामीले नै बनाएको होइन नुन त तर ठिकै लाग्यो त मलाई त वान मन्थ कम्प्लिट अरे फेरि जसले फेरि आइदिएको जस्तो म खाइ पनि हाल्छु ल मिठो छ पिरो छ कि मिठो छ पिरो पनि छ मिठो पनि छ लगाएछ है हिजोको बर्थडे चाहिँ मैले भ्लग चाहिँ बनाएँ तर त्यहाँ धेरै बिजी भएको कारणले इन्ड गर्नु पनि पाइएन है त्यसले गर्दाखेरि आज बिहान म इन्ड गर्दैछु थ्याङ्क यू सो मच सबैजनालाई साथ सपोर्ट गर्नुभएकोमा अनि तपाईँहरूले के भन्छ युट्युबमा गएर पनि भिडियोहरू हेरिदिनु होला भन्न चाहन्छु है त्यही गाइज है सी यू सुन नेक्स्ट भिडियो गाइज ल बाई